मुलुकमा बालन शाहको सरकार छ, युवाहरूको सरकार छ। बैशाख लागिरहेछ। शिक्षाको विषयमा, विद्यालयको विषयमा बजारमा धेरै खाले कुरा आएका छन्। यी कुराहरू कति सत्य र कति असत्य भन्ने कुरा बुझ्न गाह्रो भइरहेको अवस्था छ। अभिभावकहरू भ्रममा छन्। यसलाई कसले चिर्ने? यसलाई बुझाउने कसले? के यदि तपाईँ बुझ्न चाहनुहुन्छ? यो शिक्षामा भएको यी सबै कुराहरू आउँदै गर्दा, यहाँहरू भ्रमित हुँदै गर्दा कसैले यो कुरा बुझाइदिए हुन्थ्यो भन्ने लागिरहेछ। यदि लागिरहेछ भने यो भिडियो तपाईँको लागि हुनसक्छ। हजुरको लागि यो भिडियो विद्यार्थी, अभिभावक, स्कुल, नीति नियम के हो त यसैको सिरोफेरोमा रहेर यहाँहरूसँग जानकारी, जाने जतिको जानकारी दिने प्रयास गर्दैछु। केही छिन सुनेर साथ दिनुहोला। धन्यवाद। हो, यस्तै खाले अन्यलपूर्ण भ्रमलाई चिर्नका निम्ति हजुर समक्ष उपस्थित भएको छु। कुरा के हो भन्दा, यो अहिलेको बालन सरकारले ल्याएका यी सबै खाले कुराहरू वास्तवमा कति सत्य हुन् त भन्ने कुरा त एक ठाउँमा राखौँ। तर यति कुरा बुझौँ कि अभिभावकहरूको लागि यो भिडियो बनाउँदै गर्दा अभिभावकले के बुझ्नु पर्यो, के कुरा बुझ्न जरुरी छ भने, जति पनि सरकारले ल्याएका नियम, नीति, विधि, सिद्धान्त छन् नि, यी सबै विद्यालयका निम्ति मात्रै हुन्, अभिभावकका लागि होइनन् भन्ने कुरा यहाँहरूले मनन गरिदिन पर्यो, बुझिदिन पर्यो। ती सबै नियम पालना कसले गर्ने भन्दा अभिभावकले होइन, त्यो विद्यालयले गर्ने हो। अब रह्यो विद्यालयले गर्ने हो भनेपछि अभिभावकले के गर्ने त भन्ने कुरा यहाँलाई केही सानो टिप्सहरू दिइरहेछु। विद्यालय नियमअनुसार बस्नुपर्छ। पालिकाको नियम होस् चाहे सङ्घीय सरकारको नियम होस्, त्यो नियमभित्र बसेर उसले आफ्नो स्कुल सञ्चालन गर्नुपर्छ। रह्यो एउटा कुरा। अब त्यसलाई नियमन गर्ने कुरा अभिभावकहरूबाट अनियमितता गरेको, मनोमानी गरेको, गलत तरिकाले आफ्ना फी उठाएको भन्ने कहीँ कतै फेला पर्यो भने अभिभावकले उजुर गरे भने त्यो विद्यालयलाई के कस्तो नियमले कारबाही गर्ने हो त्यो सम्बन्धित निकायले जान्ने कुरा हो। अब अभिभावकले के गर्ने त भन्दा, कुनै पनि विद्यालयमा आफ्नो नानी बाबुहरू एडमिसन गराउँदै गर्दा विद्यालयलाई विद्यार्थी दिँदै गर्दा तपाईँहरूले एउटा गर्नुपर्ने कुरा के हो भन्दा, मैले वार्षिक फी तिर्नुपर्ने कति हो, यो कुरा प्याकेजमा मैले एक वर्षको फी कति तिर्ने हो भन्ने कुरा तपाईँ क्लियरली बुझ्नुपर्ने हुन्छ। रह्यो दोस्रो कुरो, त्यो उस स्कुलले तपाईँलाई मात्रै भन्यो कि वा अभिभावकहरूले देखिने गरिकन काहीँ सार्वजनिक ठाउँमा सूचना टाँस गरेको छ। यदि छैन भने, सूचना टाँस गरेको छैन भने सूचना टाँस गर्ने काम तपाईँको। किन भन्दा तपाईँलाई एउटा फी सुनाउँछ र अर्को अभिभावकलाई अर्कै सुनाउन सक्छ। त्यस कारणलाई सबैलाई समान होस् भन्ने हिसाबले र त्यो फीमा सबै अभिभावकले पढाउन पाउनुपर्छ भन्ने तपाईँले बुझ्नुपर्छ। मैले जति तिर्छु र अरूले पनि त्यति नै तिरेर पढाउन पाउनुपर्छ भन्ने कुरा तपाईँले हेक्का राख्नु पर्यो है, यो चिज राख्नु पर्यो। अब त्यो स्कुलले टाँसेकोमा के हुन्छ भन्दा, अटोमेटिक राज्यको नियममा रहेर उसले आफ्नो वार्षिक फी टाँस गरेको हुन्छ। अब त्यसमा के लिनुपर्छ सबै शीर्षकमा उसले राखेर वर्षको यति हुने रहेछ भन्ने हिसाबले उसले वर्षको टोटल्ली तपाईँलाई सुनाउँछ। त्यो सुनायो भन्दा बढी तपाईँले एक रुपियाँ तिर्दिन भन्ने शर्तमा उसलाई कबल गर्नुहोस्। र एउटा भुल के नगर्नुहोस् भने, ढाँटेर तपाईँले बच्चालाई आजको अर्को महिना पैसा तिर्छु, अर्को महिना तिर्छु, जाँच पछि तिर्छु, जाँच अघि तिर्छु, दसैँ अगाडि तिर्छु, दसैँ पछाडि तिर्छु,
पहिलो इक्जाम पछाडि तिर्छु, दोस्रो इक्जाममा तिर्छु भन्ने कुरा नगर्नुहोस्। तिर्ने कुरामा तपाईँ कटिबद्ध भएर तिर्नुहोस्, किनभने त्यहाँ टिचर लागेका हुन्छन्, संरचना लागेको हुन्छ, हरेक कुरा त्यहाँ खटेका छन् होइन। तपाईँको नानीलाई पढाउनको लागि टिचरहरूले कति दुःख गर्नुभएको छ, उहाँहरूले पनि आफ्नो सेलेरी पाउनु पऱ्यो, तपाईँले दिएको पैसाले नै उहाँले सेलेरी पाउने हो। त्यसमा पनि बोर्डिङले आफै खटेको हुन्छ, सरकारलाई ट्याक्स तिरेको हुन्छ, कर तिरेको हुन्छ, सरकारको यो कडाइ नियमलाई पनि पालना गर्नुपर्ने भएको हुन्छ। त्यस कारणले तपाईँलाई पाप लाग्छ। कति अभिभावकले पैसा दिनुहुन्न होइन, अब कतिचोटि दाने कतिचोटि धाउने, यो कुरा चाहिँ नगरिदिनुहोस्। पैसा लिए भन्दा बढी, चाहिए भन्दा बढी, स्कुलले तोकिए भन्दा बढी लियो भने बरु कारबाहीतिर लाग्नुहोस्, त्यो समस्या भएन। तर कहिले पनि आफ्नो नानी बाबु पढाएकोमा पैसा तिर्नुहुन्न भने तपाईँलाई ठुलो पाप लाग्छ। एउटा कुरा यो भयो। र अर्को कुरा तपाईँले ख्याल गर्नुपर्ने अर्को कुरा के हो भन्दा, तपाईँको विद्यार्थी, तपाईँको बालबच्चा, तपाईँको नानी बाबुहरू बस्ने क्लासको विशेष ध्यान दिनुहोस्। त्यो बस्ने क्लासको विशेष ध्यान किन दिनुहोस् भन्दा, बस्ने क्लासको व्यवस्था कस्तो छ, अब त्यहाँ आउने विद्यार्थीहरू कतिजना हुन् त्यो कक्षामा। अनि मानिलिउँ, मैले भन्न खोजेको कुरा के भने, जस्तो एउटा कक्षामा 25 जना नानीहरू छन्, 25 जना नानीहरू छन् भने एउटा टिचरले एउटा घन्टी सकेर अर्को घन्टीमा तपाईँको बच्चा भएको क्लासमा आउँदै गर्दा त्यो टिचरको समय कति हुन्छ भन्दा 45 मिनटको समय हुन्छ। 45 मिनट पनि टोइलेट बाथरुम गर्दा, त्यो एउटा क्लासबाट सकेर अर्को क्लासमा जाँदै गर्दा टोइलेट लाग्न सक्छ, पिसाब लाग्न सक्छ, दिसा लाग्न सक्छ, हरेक कुरा हुनसक्छ। एकछिन मेसेज कसैलाई पढाउनु पर्ने हुन्छ, 2 मिनट कसैलाई फोन गर्नुपर्ने हुन्छ, उसको पनि आफ्नै व्यक्तिगत जीवनमा हरेक कुराहरू छन्, तीलाई पनि मेन्टेन गर्नुपर्ने हुन्छ। त्यो गर्दै गर्दा 5 मिनट जान्छ मानिलिउँ। अब रह्यो कति भन्दा 45 मिनटमा 40 मिनट रह्यो। 40 मिनटमा हिजो दिएको होमवर्क हेर्नु पऱ्यो। 25 जना बच्चालाई एक मिनट दिँदा पनि 25 मिनट गयो। अब फेरि होमवर्क दिनु पऱ्यो भोलिको लागि, त्यहाँ पनि एक मिनट राख्दाखेरि पनि 25 मिनट गयो, 50 मिनट भयो। अब नयाँ पाठ पनि त के पढाउनु पऱ्यो नि हो। अब यो नयाँ पाठ पढाउने क्रममा कति पढाउने, कति मिनट पढाउने, 10 मिनट त पढाउनु पऱ्यो होला। अब 10 मिनट पढाउँदाखेरि 60 मिनट हुन्छ, उसको टाइम कति हो भन्दा 40 मिनट त हुन सक्छ। त्यसकारण धेरै विद्यार्थी भएको ठाउँमा के हुन्छ भने, तपाईँको बच्चालाई केयर राम्रो नहुन सक्छ। तपाईँको बच्चा यदि सेकेन्ड ग्रेडको छ भने, फर्स्ट ग्रेडको छ भने तपाईँले सरकारी स्कुल हालिदिनुहोस्, केही समस्या भएन। अब दोस्रो र तेस्रो ग्रेडको विद्यार्थीलाई मात्रै बोर्डिङ हाल्ने हो। खासमा बोर्डिङको नियम त्यो हुन्छ, नजान्ने विद्यार्थीलाई जान्ने बनाउन बोर्डिङको कर्तव्य हुनु त सरकारी स्कुलको पनि त्यही हो। तर के हुन्छ भन्दा, अलिक बढी मिहिनेत सरकारी स्कुलमा भन्दा बोर्डिङ स्कुलमा गर्ने भएको हुनाले तपाईँको बच्चा चाहिँ केयर हुन्छ। त्यसमा पनि 25-30 जना 40 जना बच्चा भएको ठाउँमा छन् भन्दा चाहिँ नहाल्दा पनि हुन्छ, बरु सरकारी स्कुलमै हाल्दा ठिक हुन्छ, बरु त्यहीँ कराउनु भयो भने तपाईँले त्यहाँ जित्नुहुन्छ। तर धेरै विद्यार्थी भएको स्कुलमा तपाईँले आफ्नो बच्चा हाल्नु भने फी तिर्नुभन्दा अर्को केही पनि होइन। के हुन्छ भने, स्कुलको अलिक जान्ने विद्यार्थीलाई अलिकति हरेक कार्यक्रममा, प्रोग्रामहरूमा, हरेक ठाउँमा चाहिँ पार्टिसिपेट गराइन्छ। अलिक लोतुलाई पार्टिसिपेट गराइँदैन। किन भन्दा त्यहाँ त उत्कृष्ट भएर आउनुपर्छ, हाम्रो स्कुलले फर्स्ट ल्यायो भन्नु छ। तपाईँको बच्चा त्यो फर्स्ट ग्रेडको छ भने त तपाईँ खुसी हो, तर तपाईँको सेकेन्ड थर्ड ग्रेडको विद्यार्थीका अभिभावकहरू त खुसी हुनु न, मेरो विद्यार्थी किन परेन भन्ने कुरा होला। तर कुरा के हो भने, यो सेकेन्ड र जुन थर्ड ग्रेडका विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अलिक थोरै विद्यार्थीमा स्कुलमा भएको विद्यार्थीहरूमा चाहिँ पऱ्यो भने चाहिँ एकदम बेस्ट एन्ड बेस्ट हुन्छ। उसको त्यो स्कुलको बिल्डिङ नहेर्नुहोस्, त्यो स्कुलको चाहिँ नि गाडी घोडा नहेर्नुहोस्, हेर्ने के हो त भन्दा मेरो विद्यार्थीको न्यूनतम कतिजना विद्यार्थीमा पढ्दैछ भन्ने कुरा ख्याल गर्नुभयो भने तपाईँको बच्चालाई एकदम राम्रो हुनेछ। र फर्स्ट ग्रेडको बच्चालाई छन् भने तपाईँको नानी हो भने तपाईँले सरकारी स्कुल हालिदिनु भयो भने तपाईँलाई एकदम बेस्ट हुनेछ है। यो बेस्ट हो। यो तपाईँको फर्स्ट ग्रेडको विद्यार्थी बोर्डिङमा हाल्ने नै होइन, बोर्डिङको नियमै अलग हो। यो फर्स्ट ग्रेडको विद्यार्थीलाई स्कुलमा हालिदिनु भयो भने त्यो स्कुलले पनि एकदम गरेर तपाईँले हरेक कार्यक्रममा पार्टिसिपेट गर्दै लान्छ। स्कुलमा राम्रो हुँदैन भन्ने कुरा होइन, स्कुलमा पनि राम्रो हुन्छ, राम्रो विद्यार्थीलाई राम्रै हुन्छ। त्यस कारण महँगो फी तिर्नुभन्दा राम्रो विद्यार्थीलाई स्कुलमा हालिदिनु भयो भने तपाईँको त्यहाँ पनि फर्स्ट क्लास भएर जान्छ।
त्यस्तो होइन। सरकारी स्कुलमा जुन किसिमको हावादारी कुरा फैलाएको छ त्यो खालको कुरा पनि जस्तो बजारमा आएको छ त्यस्तो पनि होइन। यही कुराहरूमा विशेष गरेर ध्यान दिनुभयो भने तपाईँको बच्चा राम्रो हुनेछ। तपाईँले तिरेको पैसाले पनि उचित सदुपयोग हुनेछ। यसो गर्नुभयो भने राम्रो हुने भन्ने कुरा जानकारी गराउँदै अहिलेलाई बिदा चाहन्छु। अहिलेसम्मलाई मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद दिँदै बिदा चाहन्छु। पुनः फेरि यस्तै भिडियो लिएर आउने बाचा गर्दै बिदा मागेँ। बेस्ट अफ लक।